नमस्ते 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 सबै साथीहरुमा। ल हेर्नुस् है, यो सेतो स्याउको यस्तो सेतो खालको चाहिँ किरा, यो फंगस आएको छ। यो फंगस यो सेतो चाहिँ फंगस भित्र किरा छ र यो किरालाई निकालेर मार्दाखेरि चाहिँ रगत निस्किन्छ। सबै स्याउका बुटाहरुमा यस्तो खालको चाहिँ छ। यो मुस्ताङ जिल्लाको स्याउ बगानमा हो र यो स्याउ बगान चाहिँ सुरज गुरुङको हो र उहाँहरुकै निमन्त्रणामा म चाहिँ आज यस स्याउ बगानमा चाहिँ को फंगसहरुलाई कसरी नियन्त्रण गर्ने र यस बुटाहरु पनि चाहिँ मर्ने, पातहरु पहेँला हुने चाहिँ खालकोलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा भोलि चाहिँ हाम्रो सराङकोट दाजुभाइ एग्रो फार्म प्राली र रिटर्न एग्रो टुरिज्म प्रालीको संयुक्त कम्पनीले निकालेका विभिन्न खालका कीटनाशक, औषधि, झोलमोल र कार्बन, पोटास लगायतका चाहिँ सामग्रीहरु हामीले निकालेका छौं विगत 3-4 वर्षदेखि। र तपाईहरुले यस भिडियो हेर्नुहुने सम्पूर्ण किसानी तथा व्यवसायी साथीहरुले तपाईहरुलाई विभिन्न धान, कोदो, मकै, सुन्तला, केरा, कागतीमा लागेका रोगहरुलाई कसरी नियन्त्रण गर्ने र त्यसलाई रोगै नलाउन पनि नदिनको लागि पनि हामीले कसरी चाहिँ के चीजहरु प्रयोग गर्ने भन्ने बारेमा तपाईहरुलाई चाहिँ यस सानो भिडियो मार्फत पनि तपाईहरुलाई चाहिँ म जानकारी गराउन चाहन्छु। र विगत लामो समयदेखि हामी नेपाली किसानी दाजुभाइ तथा दिदीबहिनीहरुले रासायनिक तथा विषादी मलहरु प्रयोग गर्दै आएका छौं। त्यसका कारणले गर्दा हाम्रो माटोमा उर्वरा शक्ति छैन र ब्याक्टेरियाहरु सम्पूर्ण नष्ट भएका छन् र त्यसलाई चाहिँ उर्वरा शक्ति बढाउनको लागि हाम्रो सराङकोट दाजुभाइ तथा सराङकोट दाजुभाइ एग्रो फार्म प्रालीले काठ सिरिका अर्गानिक झोलमोल तथा कीटनाशक भनेर चाहिँ झोलमा निकालेको छ र कार्बन, पोटास निकालेको छ। कार्बनको कमीले गर्दा हामीले लगाएका बोट बिरुवाहरु मा फंगस आउने, बोट बिरुवा राम्रो भए पनि फल नलाग्ने र फूल पनि झर्ने त्यो कार्बनको कमीले गर्दाखेरि हो। र तपाईहरुले चाहिँ कार्बन 1 रोपनी बराबरमा 1.5 कुन्टल 150 केजी कार्बन जमिनमा राखियो भने 3 देखि 5 वर्षसम्म कार्बन प्रयोग गर्नु पर्दैन। त्यही भएको हुनाले र पोटास अमिलोपनको लागि पनि हामीले पोटास भन्ने निकालेका छौं। त्यसले पनि माटोलाई चाहिँ अमिलोपनलाई पनि बढी छ भने कम्ती राख्ने र कम्ती छ भने बढी राखेर पोटास राखेर माटोलाई उर्वरा शक्ति बनाउनको लागि चाहिँ हामीले चाहिँ कार्बन र पोटास निकालेका छौं। कीटनाशक झोल मोलको साथै कीटनाशक पनि निकालेका छौं। तपाईहरुले चाहिँ यो भिडियो हेरेर हाम्रो सराङकोट दाजुभाइ एग्रो फार्म प्राली कास्की जिल्लाको अन्नपूर्ण गाउँका लुम्रे ढाबामा छ। तपाईहरुले चाहिँ यो भिडियो हेरेर हामीलाई सम्पर्क राख्नुहुनेछ भन्ने मैले पूर्ण आशा गरेको छु। ल हेर्नु साथीहरु, म तपाईहरुलाई सबै बुटाहरुमा देखाउँछु। हेर्नुस् स्याउ यति राम्रो भएको छ, तर यस्तो किसिमको फंगसहरु आएर यी सबै बुटाहरु मरेको छ। माथि यो सबै स्याउ हेर्नु सानो बुटो छ, मज्जाले फलेको छ है। तर यो खालको यस्तो खालको
बुट्टाहरू मरेका छन् र यसलाई कसरी नियन्त्रण गर्ने भन्ने भोलि हामीले चाहिँ बिहान 8 बजे चाहिँ यस विषयमा छलफल गर्नेछौँ। यहाँका व्यवसायीहरूसँग बसेर हामीले चाहिँ क्लासै दिनेछौँ। ल हेर्नु साथीहरू, स्याउ राम्रो छ, दाना राम्रो छन्, तर बुट्टा यस्तो किसिमले चाहिँ मरेका छन्, फङ्गसहरू आएको छ। यो कार्बनको कमीले गर्दा हामी लगाएको बोट बिरुवाहरू यसरी नै चाहिँ सम्पूर्ण धान कोदो मकै लगायत सम्पूर्ण स्याउ सुन्तलाको बोटहरू यसरी मर्नेछन् र तपाईँहरूले पनि यस विषयमा यस्ता किसिमको चाहिँ भएको छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो पर्वत जिल्लाको मोदी गाउँपालिका वार्ड नम्बर 5 पाती चौरमा रिटर्न एग्रो टुरिज्म प्राली र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ढाबामा सरङकोट दाजुभाइ एग्रो फर्मले उत्पादन गरेको छ। तपाईँहरूले चाहिँ हामीलाई सम्झिनु होला। हस्त, धन्यवाद।